नमस्कार, गुड मर्निङ। आज फेरि एकचोटि एउटा रानी शाक्य र प्रताप दासको स्वरबद्ध रहेको गीत मेरो संसार बोलको गीत चाहिँ नि बिना भट्टराईले लेख्नु भएको छ भने यसको सङ्गीत र चाहिँ नि मिन गुरुङले गर्नुभएको छ। रेकर्डिस्ट राजेश श्रेष्ठ, मिक्सिङ मास्टरिङ चाहिँ नि किशोर थापाले गर्नुभएको छ। र यसमा खास भन्ने हो भने यो गीतको लोकेसन अलिक क्लासिक फिल गराउनको लागि पनि यो वातावरण यो लोकेसनमा हामी गएका छौँ। किनभने यसमा अलिकति गीतको मुडलाई लिएर पनि यसको निर्देशन चाहिँ नि सुजित श्रेष्ठले गर्नुभएको छ। उहाँको कल्पना हिसाबले चाहिँ नि यसमा त्यो छ। र यसको कोरियोग्राफर चाहिँ नि यसमा स्टाइल कोरियोग्राफी गर्ने चाहिँ नि राजीव समार हुनुहुन्छ भने यसको स्टाइलिस चाहिँ नि रिजुन प्रधान, जसले चाहिँ नि यसको ड्रेसको प्लानिङदेखि लिएर सबै कुराहरू गर्नुभएको छ। र यसमा मैले चाहिँ नि क्यामेराको भूमिकामा काम गरिरहेछु। अहिले चाहिँ नि यो गीतको लोकेसन अनुसारले सानो क्लिप राजीव समारले कोरियोग्राफ डिजाइन गर्दै यसको चाहिँ नि सानो क्लिप पनि देखाउँदैछु होइन। यो क्लिपमा चाहिँ नि राजेश समरले सुजितलाई यहाँबाट आउने यता जाने भन्ने कुराहरू डिफाइन गर्दै हुनुहुन्छ भने म चाहिँ नि अलिकति क्यामेरा लिएर अगाडि बढ्दैछु, खिच्दैछु भनौँ न। चन्द हुनुहुन्छ, उहाँहरूको चाहिँ नि एउटा सानो सिक्वेन्स यहाँनिर भर्याङमा लिन गइरहेको छौँ। त्यसैको क्लिप चाहिँ नि सँगै तपाईँलाई देखाइरहेको छौँ। यस्तरी देखिएको छ फाइनल प्रडक्ट चाहिँ नि। यो चाहिँ नि हुनुलाई त अब अलिकति सुटिङ गर्दा टेकहरू त लागिहाल्छ, तर पनि हाम्रो मसँगै यतातिर लाइटको पर्सन र फेरि त्यहाँ सकाएर हामी फेरि माथिल्लो तल्लामा गएर हामी सुट गऱ्यौँ। त्यहाँ चाहिँ नि राजीव समरले डिफाइन गर्दै हुनुहुन्छ कि यहाँनिर यसरी आउने, यताबाट यसरी जान्छ भन्ने कुराहरू। यहाँ सिक्वेन्स चाहिँ कस्तो छ भने केटा फोनमा बिजी छ, तर फिमेल आर्टिस्टले मेल आर्टिस्टलाई एप्रोच गर्दाखेरि चर्किएर केटाले इग्नोर गरेको छ र फिमेल आर्टिस्टले निराश हुँदै लिपसिङ गरेको सिक्वेन्स देखाउन खोजिएको छ। यो फाइनल प्रडक्ट हेर्नुहोस् न अलिकति। केटी उताबाट आउने होइन, अनि त्यसपछि केटाको फोन लिन कोसिस गर्ने, केटा फेरि उताउता हुन्छ होइन, नलगा भनेर फेरि लिन कोसिस गर्ने, जिस्काउने टाउको टाइपको लगाइदिने होइन। अनि त्यसपछि केटा रिसाउँछ, कराइदिन्छ जोडले है। कराउने बित्तिकै त्यसपछि केटा उता फर्किन्छ, केटा हल्का साइड आउने बित्तिकै केटाले हेऱ्यो, फोन काट्दियो, बुझेमा राख्यो। अब हामी दिनभरिको खिचाइपछि यसमा चाहिँ नि हामी सबभन्दा टप फ्लोरमा यो नाइट सिक्वेन्स अलिकति दियोहरू बालेर खिच्नुपर्ने सिक्वेन्स छ। यसलाई चाहिँ नि हामी सबै लाइटको केटाहरूदेखि लिएर हामी सबैले चाहिँ नि आफ्नो ठाउँबाट प्रयासरत छौँ। अब यहाँनिर एउटा सानो पहिला सिक्वेन्स खिचिसकौँ, अनि त्यसपछि यो दियोको जुन अहिले देख्दै हुनुहुन्छ नि यो क्लिप, यो दियोको सिक्वेन्स राखेर चाहिँ नि हामीले गीतको कन्क्लुजन पार्टलाई प्रस्तुत गर्नु खोजेका छौँ। त्यही कन्क्लुजन पार्टको सिक्वेन्स हो यो। यो दियो बाल्दाखेरि कहिलेकाहीँ यस्तो हुँदो रहेछ कि यहाँनिर यतातिर दियो बाल्यो, अर्कोतिर निभ्न थाल्ने, फेरि कुनैमा तेल सकिने, कहिले हावा आएर निभ्ने। यसमा तपाईँले देख्दै हुनुहुन्छ नि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ नि देब्रेतिर दाहिनेतिर अलिअलि एउटा दुइटा सटसिट निभेको छ, फेरि कुनैमा तेल भएर ठ्याक्क मौका मिलेर तुरन्तै हावा नआएको बेलामा हामीले खिचिहाल्यौँ। यो सिक्वेन्समा चाहिँ नि अब तपाईँहरूले यहाँसम्म हेरिदिनु भयो भनेपछि माया गरेर नै हेरिदिनु भयो होइन। त्यस कारणले अब भविष्यमा पनि अरू बिहाइन्ड द सिन गीतको लिएर नै आउनेछौँ। त्यो सँगसँगै सानो इन्डिङ क्लिप देखाउँदै तपाईँहरूबाट बिदा चाहन्छु।